हेलो एभ्रिवान, वेलकम टु माई युट्युब भ्लग। इट्स मी डोल्मा शेर्पा। अनि आज चाहिँ सो हाम्रो चाहिँ छुट्टी भएको कारणले चाहिँ आज चाहिँ थाहा छैन हामी अब हिँड्दा हिँड्दै कता कता पुग्छौँ। सो अनि म मात्र होइन, आज चाहिँ यहाँनिर हाम्रो दाइहरू हुनुहुन्छ। दाइहरू सबैजना चाहिँ सँगै घुम्न जानु लाग्नुभएको छ होइन। यता हेर्नुहोस्, सबैजना हुनुहुन्छ आज चाहिँ। सबैजना चाहिँ आज चाहिँ यहाँनिर केही भनिदिनुहोस् ल कुङ्गा भाइ। हेलो दर्शक नमस्ते हजुर सबैजनालाई। के भन्ने अब हामी घुम्न जान लागिरहेको अनि के छ अनि नयाँ नौलो हेर्दै गर्नु होला अन्तिमसम्म। हेर्दै गर्नु होला। हाम्रो भ्लगहरू आइरहेको हुन्छ प्रायः जसो अनि हेर्दै गर्नु होला। तर हाम्रो विकली मात्र आउँछ भ्लग भनेको चाहिँ। अनि प्रायः जसो मन्डे ट्युसडे हाम्रो भ्लग आउँछ। अनि त्यो भ्लगहरूलाई चाहिँ अब हेर्दै गर्नु होला। हामी अब लाग्छौँ चाहिँ जुम्ल। अहिले चाहिँ अब हामी चाहिँ घरबाट निस्किसक्यो अनि त्यही हो। अब हामी यहाँनिर मार्केटमा अब हल्का जुस लिन्छौँ होला। अनि साथीहरू पनि यहाँ आइसक्यो, सबैजना भेला भइसक्यो। अनि यता पछाडि दाइहरू हुनुहुन्छ। अब यहाँबाट सायद हामी अब हाइकिङ जाने भनेको। अब हाइकिङ जानलाई लुगाहरू यस्तो यस्तो लगाएर आएको छौँ। हाइकिङ त जाँदैन होला खासै। सो अब यतै डाँडातिर कतातिर जान्छौँ अनि त्यही भिडियोहरू देखाउँछु नि तपाईँलाई। अनि उहाँको एकजना यहाँ कुङ्गा भाइको चाहिँ हामीले टिकटक बनाउने भनेर हिँडेको, खासमा भिडियो बनाउने भनेर के हुन्छ तपाईँहरूलाई हामी देखाइहाल्छु नि। अहिले चाहिँ हामी चाहिँ यहाँनिर अब यहाँनिर कुङ्गा भाइको सामान चाहिँ किनेर ठ्याक्क हिँड्न लागेको छु है। यता हाम्रो दिदी साउनी अब चाहिँ हामी लागेको है। ल ल सो अब अन्तिमसम्म चाहिँ हेर्नु होला है। अब हामी चाहिँ यहाँबाट निस्किसकेको। अहिले चाहिँ अब हामी यहाँनिर यो माथि डाँडातिर यस्तो डाँडातिर हिँड्दैछु है साथीहरू। हेर्नुहोस् भाइ केही दुई शब्द भनिदिनु न, कस्तो लागिरहेछ? होइन आज चाहिँ एकदम हामी चाहिँ यो नेपालको हो भने चाहिँ नि हामी चाहिँ कहाँ मुस्ताङ गएको जतिकै हो। त्यस्तै छ कि पुरै चिसो हावा आइरहेछ। हेर्नु न अब हेर्नुहोस् त अनि जोमजोम टाइपकै छ ठाउँहरू पनि। अनि त्यही भएर हावा पनि आइरहेको छ। हामी चाहिँ जोमसोमै बजारमा 12 बजे हावा सरारा एकदम रमाइलो भइरहेछ। अहिले चाहिँ कति बज्यो होला भने 5 बजेर 13 मिनट गइसक्यो। भए पनि एकदमै रमाइलो छ कि एकदम 12 बजेको घाम जस्तो चर्को घाम लागिरहेछ। अझै पनि अन द वे छु हामी। अब हेर्दै गर्नु न के हुन्छ। हामी रोक्नेवाला चाहिँ छैनौँ है होइन। सो अहिले चाहिँ हामी यहाँ जङ्गल सफारी हुँदैछ होइन। हाइकिङ हो पुरै। अघि चाहिँ मैले तपाईँहरूलाई हाइकिङ गराउँदिनँ भनेको थियो। अनि अहिले चाहिँ यहाँनिर जङ्गल लाए जङ्गल आयो है। ल अगाडि हिँडौँ। अहिले चाहिँ एकदम घना जङ्गल छ यहाँनिर। अब हेर्दै बस्नु न तपाईँहरूलाई हामी भिडियो देखाइहाल्छु। यहाँनिर साथीभाइहरू यसरी आउँदैछ है। ल हामी त च्याउ खोज्न आएको यतातिर। यस्तो घना जङ्गल छ अनि अहिले चाहिँ अब हामी यहाँबाट हिँड्दैछु है। लास्टै थाकिरहेको छ नि, यस्तो उकालो छ अनि यस्तो घना जङ्गल छ कि यहाँ हेर्नु न। दाइहरू बिचरा यहाँ काँटाले घोचेर कस्तो भइरहेछ भनिदिनु त। एकदमै मजा आइरहेछ। कुङ्गा भाइ कस्तो भइरहेछ? एकदम यस्तो जङ्गल छ हेर्नु न पुरै। अहिले त जङ्गलबाट हामी धेरै बाहिर निस्किसक्यो। कुरो लागेन यहाँ, खुट्टाभरि घाउ छ। गाइजहरू हामी चाहिँ अहिले फर्केको अवस्था है। यस्तो जङ्गलमा फेरि हामी आज जङ्गल मात्रै हिँडिरहेको छु के। साथीहरू सबैजना यहाँ छ। अब चाहिँ फेरि फर्केको अवस्था है गाइजहरू। हेर्दै बसौँ है। साथीहरू यहाँनिर मोबाइल फेरि यहाँ सोनुको मोबाइल हराएर हामी घर पुगेको मान्छे 1.5 घन्टाको बाटो फेरि हिँडेर आएको। यहाँ हेर्नुहोस् अनुहार पनि देख्नु होला थाकेर। यहीँ हेरौँ है। त्यही हो मोबाइल त्यहीँ छोडेको छ कि छैन।
हेर्नुहोस् है मोबाइल भेट्छ कि भेट्दैन खानुपर्छ है केटा फाइनली अब यहीँ बसेर यहीँ छोडेको भन्छ मोबाइल उद्याएर सुत्या के यो ढुकढुक तल्ला बाटा के हुडी आयो यतातिरै छोड्नु भएको छ भन्नुहुन्छ रहेछ तन्कै तन्कै आँखा फाट हात नहाल है केटा हो फाइनली मोबाइल भेट्यो है ल ल मोबाइल भेट्यो कहाँ कुनामा रहेछ रे झारगुनामा भेटे जस भेट्यो है ल सक्सेस भयो भेट्यो कुन मोबाइल देखाइदियो त यहाँ ल फाइनली म मोबाइल भेट्यो है यस्तो थाकेर हामी दुःखको फल कहीँ जाँदैन तर यहाँ एकदिन सोफामा त बस्नुपर्छ जारी छ यार उहीँ बस्नु भनेर नि आएको ल साथीहरू मोबाइल चाहिँ भेटेको अवस्था म चाहिँ बेसरी थाक्यो सो साथीहरू मोबाइल पनि भेट्यो होइन अब राति पनि पर्यो अब चाहिँ हामी घर जाँदैछु अनि आजको चाहिँ एकदमै रमाइलो भयो त दाइहरूसँग सबै यहाँ रमाइलो गरेर हिँड्दैछौँ मोबाइल भेटेको उपलक्ष्यमा सो त्यही हो अब यो भ्लग चाहिँ अब अन्तिम गरिदिन्छु सो सबैजनाले सब्सक्राइब गरिदिनु लाइक कमेन्ट अनि सब्सक्राइब हाम्रो भिडियो मन पराइदिनु भयो भने अब फेरि पनि नेक्स्ट मन्डे चाहिँ खतरा भिडियो आउँदैछ है खतरा भिडियो त्यही हो सबैजनाले बाई गरिदिनु त बाई बाई